केकहरु बनाइसके ए जस्तो लाग्यो सुनै गोल्डन हेलो गुड मर्निङ गाइज आई होप सबैजना सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै नै छु आज चाहिँ हाम्रो प्लानिङ बुडोर झर्ना जाने भन्ने प्लानिङ छ यहाँबाट लगभग त्यस्तै कान्छी बजार कञ्चनको पूर्णवासबाट 3 घण्टा जति लाग्छ अनि म चाहिँ रेडी भइसके बुढी रेडी भइसकेको छ अनि अरूहरू सबैजना बाहिर रेडी भएर कुरिरहेको छ हाम्रो लागि गाडी नि आइसकेको छ ओके ठिक छ गाडी नि आइसकेको छ ओके अब सबैजना लगभग रेडी भइसक्यो जाने हामी यतिजना 1 2 3 4 5 6 7 जना हामी रेडी भइसकेको छौँ अब हामी जानेछौँ दुईजना म्याडमहरु चाहिँ आउँदै हुनुहुन्छ उहाँहरूलाई लिनु आएको हामी कुर्दैछौँ ओके अब हामी सबैजना आइसकेको छ गाडीमा बसिसकेको छौँ हैन त यहाँ भाउजू हुनुहुन्छ यहाँ कविता म्याम छ पछाडि दिदी हुनुहुन्छ नोरा अनि धन्यवाद र त अब हामी तपाईहरुलाई बिचको सिनहरु ठाउँहरु देखाउनेछौँ अनि बोर्डर झर्ना पुगेपछि तपाईहरुलाई देखाउनेछौँ यता सुभाष सर हुनुहुन्छ 961 त्यहाँको साउको नम्बर हो तपाईको हो हामी पछि तपाईहरुलाई पनि खबर गर्दैछौँ तेल हाल्न झरेको अब हामीहरु यहाँ यो चाहिँ अस्ट्रिया हो हामीले भन्नाले आज मैले हेर्नु गाइस कम्तीमा पनि 10 तलाको सुनै गोल्डन वाच गोल्डन ब्रेसलेट गोल्डन इयर नक्कली चाहिँ होइन यसोबाट नपस्नु 24 क्यारेट अब हामी यहाँ खानी डाँडामा पुगेर खाना खान लाग्छौँ तलतिर भन्दा धेरै जाडो छ यहाँतिर जाडो हुन थालेछ अलिअलि हैन त माथि गएपछि झन् जाडो हुन जस्तो छ
त्यही पनि नआउने छ भिज्ने छ बरफमा त नआउँछ हामी के भयो डुबाएर हान्छ एक्चुअली जब भने सिरियस पनि नखेल्ने खाने डाँडा हो खण्डरा आएन त नि खास खाने डाँडा नै खण्डरा हो मान्छेले अनि खाने डाँडा खाजा खानुको लागि यहाँ सबै ठाउँहरू पनि छ तपाईँहरूलाई लुगा चेन्ज गर्नुको लागि पनि शौचालयहरू छ यता माथितिर पनि छ भन्ने कुरा भइरहेछ है सेकेन्ड हो ठिक छ भाउजूको पनि सेकेन्ड होला नोरा पनि सेकेन्ड ए भएन ल धनगढी कञ्चनपुर फर्स्ट टाइमको यो झर्नाको एक्सपिरियन्स म तपाईँहरूलाई भनिदिन्छु आउँदैछु जान त धेरै ठाउँ गइसकेको छु म त अलिअलि सुकिसकेको रहेछ पानी झर्नको फेरि पनि रमाइलो गर्नेछौँ हामी
फाइनली हाम्रो झर्ना घुमेर हाम्रो सकिसक्यो अहिले त। झर्ना सकिसक्यो झर्ना सक्यो भन्नाले फोटो भिडियोहरू बनाइसके ए हामीलाई धेरै रमाइलो भयो झर्नामा चिसो चिसो। अब हामी घर फर्किँदैछौँ। ओके अब हामी कतै गयो भने फेरि अर्को नेक्स्ट भिडियोतिर भेट्नेछौँ। ओके बाई।